यहाँ एकै फेरिमा ओके सर तोरे हिन्जेस त उत्तिखेर बनायो उठो गएको थिएँ गेट अब बनिसक्यो अरे आशा भन्नु नि भाइले अब मन्सनी लगभग हुनु लाग्यो अब मन्चबाट यहाँ तल जाने सिँढीमा गेट हाल्ने अब होइन साला चाइना बजारको गेट हो रे चिया फेरि हाल्ला खाऊ यहाँ ल अब यस्तो देखिन्छ है चाहिँ यस्तो देखिन्छ उता चाहिँ त्यस्तो छ अब यहाँ माथि चाहिँ छाप्रा लाग्दैछ यो यत्रो खै लागेको यो पाइपमा हेर त यत्रो पाइपले हेरिरहेको छ अब यहाँ चाहिँ टिनको छाना बनाउँदैछ हामीलाई चाहिँ यो छानाको लागि हाम्रो मक्किनाको टीका कुमारी रामजलीको परिवारबाट उहाँको स्वर्गीय चन्द्र प्रसाद रामजलीको स्मृतिमा चाहिँ 5,05,000 सहयोग भएको छ त्यही पैसाले चाहिँ हामीले यहाँ काम गर्दैछौँ कोही इच्छुक हुनुहुन्छ भने उहाँहरूले नि हामीलाई सम्पर्क गर्नु होला आफ्नो स्वर्गीय आफन्तको स्मृतिमा केही काम गर्न चाहनुहुन्छ भने काम चाहिँ थुप्रै छ यो अहिले चाहिँ 12 मिटर एरियामा बन्दैछ यता अर्को 12 मिटर उता अर्को 12 मिटर गरेर 24 मिटर एरियामा हुने भन्ने हाम्रो चाहिँ सामान्य एस्टिमेट हो त्यसको लागि चाहिँ हामीले लगभग 7 लाख भन्दा बढी चाहिँ को एस्टिमेट गरेको थियौँ 7,50,000 जतिको तर ठाउँ हेर्दाखेरि चाहिँ पहिला यसलाई बनाएर हेरौँ कस्तो अवस्था आउँछ त्यसपछि बल्ल यता र उता एक्सटेन्ड गर्ने भन्ने चाहिँ हाम्रो सोच छ अब माथि नै लग्न सकिएन भने यता र यताको एरियालाई चाहिँ यो जस्तो ताल्ला नबनाइकिन तल मात्रै बनाउने भन्ने चाहिँ सल्लाह हुँदैछ काम गर्दै जाँदाखेरि के हुन्छ त्यो कस्तो अवस्था आउँछ त्यो अवस्था हेरेर बल्ल काम गर्ने भनेको छ यिनी चाहिँ सिवान पुन हुन् भविष्यको क्लब अध्यक्ष हुन् यिनी चाहिँ यता हेर त सिवान यहाँ हेर भविष्यको क्लबको अध्यक्ष हो म भन त ओहो तिनीहरूले आठो भन्नु पाइन्न रे